चालु गर र यतिखेर म नेपालको कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने एउटा जाई भन्ने गाउँको एउटा लामो झोलङ्गे पुलमा छु अनि म बाइकमा सवार गरिराखेको छु। यो देख्नमा अति गजबको छ। अनि यहाँ बाइक मेरो मित्रले बाइकमा मलाई लगिराख्नु भएको छ। अनि यहाँनिर डबल बाइकको यहाँनिर सुविधा छैन, अनि एउटा मात्र बाइक कुद्छ यहाँनिर। कति मान्छेहरू यहाँनिर पैदल पनि गरिराखेको छ। बडो मजा आएको छ। म तपाईँलाई परैसम्म देखाइराखेको छु। नेपालमा प्रायः यस्ता झोलङ्गे पुलहरू भेटिन्छ। र परबाट पनि बाइक आइराखेको छ अनि यहाँबाट हामी बाइकमा गइराखेको छौँ। उत्रिनुपर्छ? उत्रिनु ए हो, जान्छ नि। ठिक छ के त? बिस्तारै जाउँ। जान्छ तपाईँलाई बिस्तारै जान्छ। बिस्तारै जानु। सानो बाटो, दुईवटा बाइक छिर्न गाह्रो र पनि हामीले मुस्किलले एका दोस्रोको बुझाबुझमा हामी छिर्यौँ। यहाँ साइकल पनि साइड गरिरहेको छ। अब प्रायः तपाईँले देखिराख्नु भएको भिडियोमा चाहिँ यो अब ब्रिजको अन्ततिर पुगिराखेको छौँ। बडो गजबको ब्रिज। अलिकति पहिला यात्रा गर्नलाई चाहिँ अलिकति डराउने प्रकारको ब्रिज रहेछ र बडो मजा आयो। लामो ब्रिजको अब अन्त भइराखेको छ। यो साँगुबाट बाइकमा सवार गर्न पाउनु बडो मजा लाग्यो र यसरी यो साँगुको यहाँ अन्त हुनेछ। थ्याङ्क यू।